अन्त साथीहरू अब नङ काट्दै फेरि यसले के जात्रा देखाउन लागि भन्ने लाग्यो होला हैन। नङ काट्दैछु भनेपछि नङको लागि केही गर्दैछु। म ट्याक्क लाएर नङ एक्सटेन्सन गर्दैछु। बाइ द वे नेल एक्सटेन्सन गर्दैछु। अनि यो चाहिँ मेरो केही समथिङ इन्ट्रेस्टिङ केही गर्न आँटेको छु मैले, त्यसको लागि हो हैन। अनि ट्याक्क यति लगाइसकेपछि मेरो हात त अप्सरा जस्तो देखिसकेको थियो। अनि मैले ट्याक्क भिडियो खिच्दिहालेँ हैन। अनि यो यो बेसकोटहरू लगाउँदै गर्दाखेरि अनि त्यस पछाडि प्रिन्ट लगाइदिनु भयो मेरो प्यारो सिस्टर जुना सिस्टरले। अनि सी इज सो खतरा नेल आर्टिस्ट हैन। उहाँले चाहिँ यस्तो फ्ललेस लुक दिनुभएको छ नि मेरो नेल्सलाई हैन। मैले चाहिँ सिम्पल भनेर यस्तो दिनुभयो। त्यसपछि टक्क निस्केर म आएँ मेकअप गर्नको लागि, जहाँ चाहिँ ब्रस एन्ड ब्लसको मालिकनी सरी के पो थियो, ब्रस एन्ड ब्लस जेसुकै होस् दुईटा मध्ये एउटाको मालिकनी सजिना दाहाल सिस्टरले मलाई मेकअप गरिदिनु भयो। उहाँले साह्रै राम्रो मेकअप गरिदिनुहुन्छ हैन। उहाँ चाहिँ बेहुली नभएको मान्छेलाई पनि मेकअप गरेर बेहुली बनाइदिनुहुन्छ हैन। अनि उहाँलाई चाहिँ तपाईँहरूले बेमा बोलाउन सक्नुहुन्छ हैन। सी इज सो खतरा मेकअप आर्टिस्ट। किनभने मैले त खतरा लुक्स पाउँछु लास्टमा, अहिले देखिहाल्नुहुन्छ हैन। अनि म चाहिँ आज गर्दैछु ब्राइडल मेकअप। किनभने मलाई गर्नु छ ब्राइडल फोटोसुट। किनकि क्यामेरा आफ्नै, स्टुडियो आफ्नै, सब थोक आफ्नै। अनि आफै फोटोसुट नगर्ने यार कुरै भएन नि त्यो त हैन। अनि म आज फोटोसुट गर्नलाई टक्क मेकअप गरेर रेडी भएर यस्तो लुक्स निकालेर निस्किएँ आफ्नो फोटोसुटको लागि, यस्तो दुपट्टा ओढेर हैन। अब मेरो जिन्दगीको पीडाहरू तपाईले देख्न सक्नुहुन्छ विथ साउन्ड। के छ साथी, यता हेर्नुस् त। तपाई त ब्लगर आस्मिका हैन? ए हो त। के गर्दै हुनुहुन्छ हौ आज यहाँ? ले पाइन्ट माथि नै के हो? लौ यो त बडो अजिब भयो त नि। यसरी म टक्क रेडी भएँ बगरतिरै। अनि हाम्रो चाहिँ फोटोसुट अब स्टार्ट हुन लागेको छ हैन। अब आफ्नो सुट यस्तै छ। तपाईँ बेहुली कि फोटोग्राफर कि के हो कुरो बुझेन नि अलिकति। त्यसपछि मेरो फोटोसुट सुरु भयो, जसको लागि मैले विशेष धन्यवाद भन्नुपर्ने हुन्छ मेरो प्यारो साथी शोभा अधिकारीज्यूलाई। अनि मैले मेरो राम्रो फोटो खिचिदिनु भयो उहाँले चाहिँ हैन। उहाँ दमकको जल्दो बल्दो फोटोग्राफर हो, दामी फोटो खिच्नुहुन्छ। उहाँ फोटो मलबाट काम गर्नुहुन्छ हैन। एकदम खतरा हो उहाँ मान्छे। त्यसपछि मेरो सुटमा हेल्प गर्ने मेरो प्यारो दाई ईश्वर दाईलाई पनि धेरै धन्यवाद। मलाई पनि यही भिडियोबाट यही ब्लगबाट साउट आउट। अनि त्यसपछि उहाँले चाहिँ मेरो दामी क्लिपहरू खिचिदिनु भएको छ क्या भिडियोको। अनि उहाँ दामी मान्छे हो उहाँ पनि। उहाँ भिडियो एकदम राम्रो खिच्नुहुन्छ। उहाँ मेमोरिज ल्याबको मालिक हो हैन। अनि त्यसपछि उहाँले चाहिँ अहिले नयाँ इन्डोर फोटोसुट यताउता पनि गर्ने गरी राम्रो अर्को छुट्टै बिल्डिङ बनाउँदै हुनुहुन्छ। अनि अर्को छुट्टाउँदै नहुने कुरा भनेको चाहिँ के भन्दाखेरि नि, मेरो यो भिडियो ब्लगको लागि हैन, मेरो क्लिप्सहरू खिच्दिने अनि मलाई इन्डोर फोटोसुटमा मेरो फोटोहरू खिच्दिने मेरो प्यारो दाई हेरी दाईलाई त मैले छोड्नै मिलेन नि। उहाँलाई पनि बिग साउट आउट हैन। अनि त्यसपछि म अब फेरि आएँ फोटोसुट सकाएपछि मेरो आफ्नो जुगाडे अवस्थामा। अनि म हिल लगाएर यसरी हिँड्दैछु हैन। यो हिल चाहिँ मेरो अल्सा दिदीको हो। अनि मेरो यो ड्रेस चाहिँ आर्यन बुटिकबाट हो। त्यहाँ चाहिँ हजुरहरूले विभिन्न बुटिकको सामानहरू पनि पाउनुहुन्छ हैन। अनि त्यसपछि बुटिक मेड सामानहरू पनि पाउनुहुन्छ, रेन्टल सामानहरू पनि पाउनुहुन्छ हैन। अनि त्यही हो, अब सबले एकअर्कालाई सपोर्ट गर्ने यस्तो उस्तो त छँदैछ। अनि प्याकअप भनेर चाहिँ हामी टक्क बाइकमा चढेर निस्क्यौँ। अनि पछाडि हाम्रो म्याडम र सर आउँदै हुनुहुन्छ। अनि हामीले चाहिँ यो म्याटाका हो कि प्याटाका फ्लावर बोक्यौँ। अनि त्यसपछि आजलाई ब्लग यति नै। सिउ टाटा बाई बाई गाइस।